के गरिरहेको थियो भन त के भयो गएको फागुनमा डाले घाँस काट्न घरबाट हिँडेकी जुन तारालाई नाइट बसले नैकापमा झारिदिएको थियो उस्तै बाध्यताबाट आँट बटुलेका सङ्गीहरूसँगै। अनि अहिले काम गर्न जान सकेनौ? म त 3 दिन भयो यो मन त के गर्न दिनु। घरमा आमा बाबा अनि डायबिटिज अनि भाउजू अनि भाइ पढ्दैछ अनि म यहाँ आएको। दाइ चाहिँ कहाँ जानुभएको छ? कटार जानुभएको छ कि सेउटे जानुभएको छ त्यो खासै याद आउँदिन। तिम्रो गाउँको नाम? ढवाङ हो तर मेरो गाउँको नाम खारबुन हो। अनि दादा पाखाहरूले घेरेको छ अनि ठुला ठुला खोलाहरू छ अनि यस्ता रुख बिरुवाहरू धेरै छ अनि चरा चरङ्गीहरूले मजाले घेर्छन्। अरू त्यति नै त हो नि। अनि काठमाडौँ चाहिँ कस्तो रहेछ नि? यो भन्दा त पुरा हाम्रै गाउँ राम्रो छ। गाउँमा त जे खाइन् भयो जे गर्यो भयो अनि यहाँ त हप्ता हप्तामा पैसा पाइन्छ अनि त्यो हप्ताको पैसा कति हुन्छ र? त्यस्तो रमाइलो गाउँ छोडेर किन आएको त? हुन्छ नि मान्छेको कुनै कुनै पिडाहरू। अब खाने टाइममा खान पाइन्न कहिले बेला आमाहरूले पुरान सक्नुहुन्न नि। हामी त गरिबहरू अनि यसरी धनी धन भनेको त कोही कोही मात्र होला न त पुरै गरिब छन् अनि के गर्ने र? सुखमा बाँच्नु त जसलाई पनि लहर छ तर के गर्ने? आफूलाई भने जस्तै पुग्दिन त्यही भएर आएको नि। के पुगेन गाउँमा? अब पढ्छु भन्दाखेरि आमा बाबाहरूले जति दुःख गरे पनि काफी कलम अनि यस्तो यस्तो खासै पुऱ्याइदिनुहुन्न थियो अनि के गर्ने र? आफै कमान्छु आफै रमान्छु भन्न आयो। अब त 20-22 दिन मात्र छ गाउँ जाने हो। अनि आफै कमाएर आफै रमाउनु भएको छ त? खै के गर्ने र? आइसकेपछि अब नराम्रो भन्न मिल्दैन, राम्रै भनौँ। गाउँको दुःख कि यहाँको दुःख? गाउँमा पनि त्यस्तै नै हो यहाँ पनि त्यस्तै नै हो। जहाँ गए दुःख मान्छेलाई जहाँ पाए यो दुःख नै त हुन्छ नि। अनि किन कसैलाई चाहिँ सुख कसैलाई चाहिँ दुःख पुग्ने रहेछ? खै के थाहा यो कुरा त भगवान्लाई थाहा होला, हामीलाई के थाहा र?